नमस्ते सबैजनालाई। आज चाहिँ हामी बनाउन गइरहेको छौँ आलु र मटर। यो चाहिँ मलाई खासै बनाउन आउँदैन, दिदी पनि हुनुहुन्न, भाइ र म मात्र थिएँ। त्यही भएर के बनाउने भनेर प्लान गर्दाखेरि चाहिँ आलु र मटर मात्र देख्यौँ, त्यही भएर यही बनाउन खोज्यौँ। घरमा चेलीबेटी नहुनुको पीडा चाहिँ अब हामी दाजुभाइलाई मात्र थाहा छ, त्यही भएर हामी चाहिँ लाग्यौँ तरकारी बनाउन। तरकारी चाहिँ त्यस्तो स्पेसल बनाउन आउँदैन, किनकि मलाई चाहिँ के हाल्छ भन्ने थाहा थिएन, त्यही भएर मैले चाहिँ बनाउन ट्राई गरेँ। कमेन्टमा भनिदिनु होला के हाल्दा ठिक के नहाल्दा ठिक। मैले चाहिँ आलु काट्नेतिर लागेँ। आलु चाहिँ अब यो साइजमा काटेको छु, न काट्न आउँछ न के गर्न। खासमा चाहिँ रेसिपी युट्युबबाट बनाउने भन्ने प्लान थियो, तर घरमा सामान नहुनुको कारणले हामीले चाहिँ क्यान्सल गरेर जस्तो आयो त्यस्तै बनाउन खोज्यौँ। आलुलाई चाहिँ अब यसरी नै चप गरिरहेको थियौँ, एकैचोटि काटौँ भनेर चाहिँ यसरी चप गरेँ मैले चाहिँ। र त्यो पिसमा काटेको आलु चाहिँ मैले यसरी मिलाइदिएँ। यसरी मिलाउँदाखेरि चाहिँ एकदमै राम्रो देखिरहेको थियो। अनि त्यसपछि चाहिँ म चाहिँ लागेँ प्याज काट्न। प्याजले चाहिँ मलाई धुर्के रुयो गाइज, किन होला यस्तो? म मात्र रोको होला भनेको त साइडमा बसेको भाइ पनि रुइरहेको रहेछ। अब यस्तै हो। त्यसपछि लाग्यौँ हामी खुर्सानी काट्न। खुर्सानी काटेपछि चाहिँ के गर्ने भन्ने अत्तो पत्तो थिएन। सिधा गयौँ, ग्यास बाल्यौँ। ग्यास बालेर हामीले तेल हाल्यौँ। त्यसपछि प्याज खुर्सानी हालौँ भनेको तेल त्यति राम्ररी तातेको रहेन रहेछ। भाइ र म त जिल्ले भएर बस्यौँ। अब के गर्ने भनेर मैले सोधेँ भाइलाई। भाइले त मलाई फिर चलाउनु नभए डरला भनेर पो सल्लाह दियो, र मैले चाहिँ चलाउन सुरु गरेँ। अब त्यसपछि चाहिँ के गर्ने भन्ने प्लान थिएन। अब मैले चाहिँ मसला हालिदिउँ भन्ने सोचिरहेको थिएँ, तर त्यस्तो होइन रहेछ। र मैले हालेँ मेथी, जुन चाहिँ सबैको घरमा हुन्छ, र जिरा। यो हाल्यो भने चाहिँ जाडो मौसममा एकदमै स्वादिष्ट हुन्छ भन्ने सुनेको थिएँ। त्यसपछि हालिदिएँ मैले मटर आलु। मटर आलु हाल्दाखेरि चाहिँ मटर चाहिँ अलिकति उफ्रिने रहेछ, त्यही भएर मलाई चाहिँ अलिकति डर लागिरहेको थियो। भाइलाई पनि अलिक टाढा बसेर भिडियो बनाऊ भनेर मैले सल्लाह दिएँ। त्यसपछि मैले यसलाई अलिकति चलाउन थालेँ, किनकि डर भन्ने चिज हामी केटा मान्छेलाई लाग्छ नै। यस्तै रमाइलो कुरा गर्दा गर्दै हामीले चाहिँ यसलाई अब पकाउँदै गयौँ। अब यसपछि चाहिँ के गर्ने हामीलाई थाहा थिएन, त्यही भएर एकछिन चलायौँ। चलाएर एकछिन 2 मिनटपछि चाहिँ हामीले भोलि पनि भ्लग बनाउँछु भन्ने जोस आयो। मैले यस्तो भन्दाखेरि त मेरो भाइ त खितिति हाँस्यो। दाइले भ्लग बनाउनु भयो कि कमेन्ट गर्नुभयो? मैले भने तिम्रो दाइले जे पनि गरिदिन्छ, सब अलराउन्डर हो। त्यसै गरी मैले यसमा चाहिँ नुन हालिदिएँ। नुन हालिसकेपछि चाहिँ जताततै फरेर खरेर मैले बेसारतर्फ लागेँ। बेसार पनि मैले छरेर फरेर खरेर हालिदिएँ। त्यसपछि मैले लसुन हालिदिएँ, जुन चाहिँ अलिकति थियो। केटा मान्छे भएर होला यतिको जोस आउने। मैले चाहिँ सिधा अब त्यसलाई चलाएर पानी हालिदिएँ। अनि त्यसपछि चाहिँ के गर्नु गाइज है, अब यसरी नै उमालौँ भनेर चाहिँ मैले यसलाई चाहिँ ढपक्क छोपिदिएँ। छोपिदिएपछि चाहिँ गाइज हाम्रो मटर आलु चाहिँ यस्तो देखिएको थियो। अब अरू त के गर्नु गाइज, थाल निकालेँ, थालमा भात हालेँ, तरकारी हालेँ, घिउ हालेँ, दाल हालेँ, खाएँ। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।